सो हेलो, आज चाहिँ हामी यहाँनिर मोमो बनाउँदैछौँ। पर्क मोमो हेर्नुहोस् है त। अहिले यहाँ यति भएको छ अनि यहाँ हाम्रो दादाले बेल्नुहुँदैछ। दादाको ट्यालेन्ट दामी छ। यहाँ किन हो पर्क मोमो बनाउँछु चाहिँ। अन्त यता चाहिँ हाम्रो म्याडमले यहाँ बेल्नु हुँदैछ, कति डल्ला बनाउनु हुँदैछ हो। ऊ चाहिँ मेरो बहिनी, यता चाहिँ माई डियर हस्बेन्ड। अन्त हाम्रो अचार पनि रेडी भयो हो। मैले अचार पिसेको चाहिँ भिडियो गर्नु पाइनँ, त्यसको लागि नरिसाउनु होला। अन्त हाम्रो मोमो चाहिँ यति छ बाँकी पनि। अन्त यहाँ चाहिँ हाम्रो मोमो पाक्दैछ। हामी चाहिँ यस्तो चुल्हाले पकाएर खान्छौँ, एकदम अर्ग्यानिक हुन्छ। हामी ग्यासमा पकाएर खाँदैन हो। अहिले पाकेपछि देखाउँछु नि गाइस। हाम्रो मोमो चाहिँ पाक्यो हो अहिले, पाक्यो। यहाँ हाम्रो सुप छ, अन्त यहाँ अचार छ, अन्त यता चाहिँ खानुहुँदैछ हो। ऊ यहाँ हेर्न कस्तो छ भन्छ मोमो टेस्ट, अचारको टेस्ट। अब हेर नि त्यस्तै बोलेको है, यता फर्केर भन् न।